नमस्ते नमस्ते यो चाहिँ हाम्रो गुम्बाको क्यान्टिन अब हाम्रो गुम्बा भन्नु मतलब कहाँ गुम्बा त अब यो चाहिँ निङमा पहिलो उर्किँदो छोलिङ गुम्बा स्कुल युडिसी स्कुल भनौँ न हैन यो चाहिँ रातिको समय हो यो भिडियो अहिले चाहिँ यहाँ कोही पनि हुन्न अब म तपाईहरुलाई हाम्रो गुम्बाको क्यान्टिनको फेरि पसल पनि देखाउन चाहन्छु यहाँ चाहिँ हामीलाई गुम्बा दर्शन गर्न आउनु भएको बेला यहाँ चाहिँ सबै चीज पाइन्छ यहाँ चाहिँ सबै चीज पाइन्छ जुस देखि लिएर खानेकुरा चकलेटहरु लिएर फलफुल फ्रुटहरु सबै पाउँछ ठेंगुवा माला खाता अनि यसो सामानहरु सबै पाइन्छ हैन हाम्रो अहिले यहाँ सौ चाहिँ लोपन दानहरु हो अनि हाम्रो लोपन पाक्पा ज्याला अनि बहिनीहरु दाइहरु छन् यो चाहिँ पसल चलाउने बहिनीहरु हुन्छ वाउ कति राम्रो छ अब म यहाँ तपाईहरुलाई फेरि हाम्रो क्यान्टिनको चाहिँ फेरि किचन पनि छ त यो चाहिँ क्यान्टिन हो फेरि वाउ ल सफा है एकदम राम्रो 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 छ यसरी वाउ ल अनि यो चाहिँ अब देखाउन गइरा छु अर्को क्याफे यहाँ चाहिँ अब हाम्रो कफी हाम्रो यहाँ कफी मेकर तपाईको नाम के पो थियो नाम भन्नुस् कफी मेकरको त छ नाम भन्नुस् के भन्नु मेरो नाम बताउन सक्दैन यो चाहिँ हाम्रो गुम्बाको कफी मेसिन हो यो अनि कफी मेकर भाइ यहाँ रहेछ उहाँ चाहिँ एकदम जुत्ता टाइट बनिरहेछ एकछिनपछि मान्छे टन्नै आउँछ त्यही भएर रेडी हुँदैछ अनि यसै गर्दाखेरि यो यहाँदेखि माथि देख्ने चाहिँ हाम्रो गुम्बा यो गुम्बाको नाम चाहिँ निङमा पाइल उर्किन दोर्जे छोलिङ गुम्बा हो है यो रातिको समयको भिडियो